आज फेरि म जेरेनियमको भिडियो लिएर आएको छु। अनि आज चाहिँ म रिपोर्टिङ होइन, यहाँनिर यो पुरानो मदर बोटहरूलाई चाहिँ मल थपिदिन्छु भनेर चाहिँ सुरु गरेको। अनि यहाँनिर तपाईँहरूले जति पनि देख्दै गर्नुभएको चाहिँ सबै मदर बोटहरू हो। अनि यिनीहरू चाहिँ 3 सालदेखि 4 साल भइसकेको छ नि त। अनि लास्ट इयर नै मैले 3 इयर्स काउन्ट गरेको थिएँ, यसपालि त 4 इयर्स पनि भइसक्यो। अनि यिनीहरूको लागि मल माटो भन्नुपर्दाखेरि चाहिँ मैले चाहिँ पत्करको मल मात्रै युज गरेको छु। अनि रिभर स्यान्ड युज गरेको छु चिसो बसोस् भनेर। अनि निमखली एड गरेको छु कमिला नलागोस् भनेर। आज चाहिँ मैले चाहिँ गाईको मल चाहिँ युज गरिनँ एउटा पनि। हिजो अलिअलि युज गरेको थिएँ, आज त एउटा पनि युज गरेको छुइनँ। अनि तपाईँहरू भन्नुहुन्छ होला गाईको मलमा पनि राम्रोसँगले फुल्छ त भनेर। फुल्नु त फुल्छ, मैले पनि पहिला पहिला फुलाकै हो। तर अब सबैजनाको रोप्ने तरिका एउटै हुँदैन, सबैजनाले अलग अलग तरिकाले रोप्नुहुन्छ है फुलहरू। अनि मेरो चाहिँ अब यत्रो वर्षको एक्सपिरियन्समा चाहिँ मैले चाहिँ के एक्सपिरियन्स गरेँ भन्दाखेरि चाहिँ अब यो चाहिँ अब मेरो एक्सपिरियन्सको कुरा हो। अनि मैले चाहिँ के एक्सपिरियन्स गरेँ भन्दाखेरि गाईको मलमा रोप्दाखेरि चाहिँ के हुँदो रहेछ भन्दाखेरि बर्खामा अब पानी झरीले चुट्दाखेरि चाहिँ गाईको मल लगाएको छ भने चाहिँ सबै फुलहरू मर्दो रहेछ। अनि यो पत्करको मलमा रोपेको छ भने चाहिँ बर्खामा जति नै पानीले चुटे पनि अब केही पनि नहुँदो रहेछ नि त। अनि मेरो त अब थुप्रो छ नि त यो जेरेनियमहरू, सबै अब स्याहार्नु सक्दैन, बर्खामा सेडमा राख्नु सक्दैन। अब यो जेरेनियमलाई मात्रै सेडमा राखेर पनि भएन, अरू फ्लावरहरू पनि राख्नु पर्यो। त्यही कारणले चाहिँ अब सेडमा त्यति साह्रो अब राख्नु पुग्दैन नि त ठाउँ। त्यही कारणले चाहिँ अब सबै बाहिर राख्नुपर्छ प्रायः जस्तो। अनि त्यही कारणले चाहिँ म चाहिँ प्रायः जस्तो यो पत्करको मल नै युज गर्छु। पत्करको मलमा रोपेको छ भने चाहिँ बर्खामा अब त्यत्रो पानी झरीले चुटे पनि अब त्यस्तो मर्ने चान्स चाहिँ नहुँदो रहेछ हौ। अनि मैले चाहिँ अब त्यही एक्सपिरियन्स गरेँ। अनि यो प्लान्टहरू यो फ्लावरहरू सबै त्यही हो, बर्खाको त्यत्रो पानीहरू सबै सर्भाइभ गरेर चाहिँ अहिले यतिको फुल्नु थालेको छ। अनि मेरोमा त अझै गाई पनि छैन, घरमा अब गाई छैन नि त। अनि बाख्राको मल युज गर्छु म त सधैँ हो। तर अब बाख्राको मल गाईको मल जे नै युज गरे पनि पुरा पाकेको हुनुपर्छ। म चाहिँ सधैँ अब पुरा मजाले पाकेको बाख्राको मल युज गर्छु नि त। जहाँ जहाँ अब गाईको मल युज गर्नुपर्ने छ त्यहाँनिर चाहिँ म चाहिँ सधैँ बाख्राको मल युज गर्ने गरेको छु। अनि अरू इन्फर्मेसन चाहिँ नेक्स्ट भिडियोमा दिनेवाला छु। थ्याङ्क यू सो मच।